हेलो भन्दै हेलो मेरो मम्मी उ यहाँ छ भन् मेरो मम्मी उ यहाँ छ अनि निनी कहाँ छ उ यहाँ यता छु म चाहिँ यता छु है म चाहिँ देख्यौ मलाई अनि बाख्राहरू कहाँ छ अरे तल ए तल बाख्राहरू छ अरे बाख्रा ऊ तल छ बाख्रा हेर्न आएको औँसी पूर्णिमा झन्डै मात्रै मऱ्यो होइन होइन मम्मीलाई बोला न यता हेर्नु भन् न मम्मी यता हेर्नु भन् न यता हेर्नु भन् मैले मिठाई ल्याइदिएको छु मम्मीलाई भन् भन्न त्यसो चाहिँ तेरो मम्मीले हेर्छ नि यता हेर्नु मम्मी भन् मिठाई ल्याइदिएको छु मम्मी भन् मम्मी भन् मिठाई ल्याइदिएको छु मम्मी यता हेर्नु त भन् छुट निनीको भिडियोमा हेर्नु न भन्न भिडियो बनाउँदै हुनुहुन्छ निनीले भन् कहाँ जानुभएको मम्मी भन् बाख्रा कहाँ छ अरे देखा तल छ यता हेर्दै अब पुरा गर्मी भएर मर्न आँटिरहेको छु म चाहिँ मर्यो पानी पनि छ यहाँ खाँदै बस्दै हो प्लास्टिकमा पनि बोकिरहेको छु के साह्रो गर्मी भएको हामी चाहिँ बाख्राको ठला गरेको है गाइस यहाँ एउटा सानो नानी पनि छ त्यहाँ बाख्राको ठला गर्ने एउटा ठुलो मान्छे छ यहाँ यो चाहिँ खोला हो माई खोला हुन्छ यो चाहिँ होइन यो माई खोला हो यो चाहिँ माई खोला हो अनि हाम्रो साथी चाहिँ एकजना बाख्रा खेद्न गएको म एक्लै बाख्रा हेर्न सक्दैन नि त दाइहरूले हेर्नुहुन्छ अन्त आज म गोठला गएको बोकिरहेको छ यहाँ हामीले पानी बोकिरहेको छ एक पेप्सी चाहिँ को अन्त अनि तिमी बाख्रा हेरेर म त हेर्नु सक्नु कहाँ गयो एउटा सानो फुच्चे भाइ चाहिँ गोठला गरेर पच्याएर आएको अरे असिन पसिन चुप्पा गर्दै अच्छा गरेर बाई बाई गाइज भन्